यो हो नेपालको अत्यन्त सुन्दर गाउँ घान्द्रुक। कास्की जिल्लाको अन्नपूर्ण संरक्षण क्षेत्रभित्र रहेको यो रमणीय गाउँ समुद्री सतहदेखि करिब 2000 मिटर उचाइमा अवस्थित छ। यहाँको परम्परागत ढुङ्गाले बनेका घरहरू स्थानीय संस्कृति, वेशभूषा, नृत्य र आतिथ्य सत्कारले जो कोहीको मन जित्ने गर्दछ। गाउँमा पुग्दा नेपाली मौलिक संस्कृति र हिमाली जीवनशैलीलाई नजिकबाट अनुभव गर्न सकिन्छ। यस गाउँको अर्को ठुलो आकर्षण भनेको यहाँबाट देखिने मनोरम हिमाली दृश्य हो। घान्द्रुकबाट अन्नपूर्ण साउथ, माछापुच्छ्रे, हिउँचुले लगायतका हिमालहरू अत्यन्तै नजिक र भव्य रूपमा देखिन्छन्। विशेष गरी सूर्योदय र सूर्यास्तको दृश्यले यहाँ आउने प्रत्येक पर्यटकलाई मोहित बनाउँछ। अन्नपूर्ण बेस क्याम्प जाने पदमार्गमा पर्ने भएकोले यहाँ विश्वभरबाट पर्यटकहरू आउने गर्छन्। घान्द्रुक केवल प्राकृतिक सौन्दर्यका लागि मात्र होइन, ट्रेकिङ प्रेमीहरूका लागि पनि लोकप्रिय गन्तव्य हो। आज म तपाईहरूलाई म सँगसँगै घान्द्रुक गाउँको भ्रमण गराउँदैछु। हामी यति बेला घान्द्रुकमा छौँ अनि घान्द्रुकको नजिकै पुगिसकेका छौँ। गाडीलाई तल विश्राम दिएर पार्किङमा लगाएर हामी हाम्रो टिम माथि माछापुच्छ्रे हेर्नको लागि अगाडि बढिरहेका छौँ। बिहान सनराइज हुने समय भएको बेला एकदमै राम्रो देखिन्छ यहाँको दृश्य। 6 बजेको छ, हामी घान्द्रुक आइपुग्यौँ। सनराइजको समय भएको छ बिहान, अनि बिहान सनराइज हुँदै गर्दा यहाँको दृश्य चाहिँ एकदमै सुन्दर देखिन्छ, मनमोहक दृश्य हामी यहाँबाट देख्न सक्छौँ। म तपाईँलाई देखाउने छु यति बेला यो अगाडि हो धौलागिरी हिमाल र माछापुच्छ्रे हिमाल। यहाँ चाहिँ सूर्य उदय रहेको छ। यो उकालो हिँड्नुपर्ने भएर साह्रै गाह्रो बनायो। यो ढुङ्गाको बाटो हामी हेर्न सक्छौँ। त्यहाँ माथि यो माछापुच्छ्रे हिमाल, ठ्याक्कै माछाको पुच्छर जस्तो देखिन्छ यहाँबाट। यता चाहिँ यो धौलागिरी हिमाल। हामी अझै नजिक जानेछौँ यसको। तपाईँ यहाँ हेर्न सक्नुहुन्छ, यो चाहिँ लान्द्रुक। यो तलको बस्तीलाई लान्द्रुक भनिन्छ। यहाँ पारी घरहरू छन्। यो चाहिँ लान्द्रुक बस्ती हो जस्तो लाग्छ मलाई। तर यहाँदेखि त माथि चाहिँ घान्द्रुक अगाडि वेलकम हामीलाई गेटले स्वागत गर्दैछ। प्राचीन समयमा भए पनि यहाँ सुन्दर बाटो चाहिँ यो ढुङ्गा बिछाएर यहाँ भर्याङ बनाएको छ। हेर्न लायक धेरै कुराहरू छन् यहाँ, अनुभव हामी गरिरहेका छौँ नजिकबाट प्रत्यक्ष रूपमा। उतातिर माछापुच्छ्रे र धौलागिरी हाँसिरहेका छन्। वेलकम टु घान्द्रुक। हामीलाई स्वागतको बोर्डले यहाँ स्वागत गरिरहेको छ। 2 जना आउँदै हुनुहुन्छ माथि हाम्रो सरहरू। हामी हाम्रो यात्रालाई जारी राख्नेछौँ। उकालो यात्रा सजिलो छैन,
माई गुडनेस धौलागिरी यहाँ चाहिँ हाँसिराखेको छ सनराइज भ्यू हामी यहाँबाट हेर्न सक्छौँ हिमालमा हिउँ परेको छ यो चाहिँ धौलागिरी र यो चाहिँ माछापुच्छ्रे सनराइज हुँदैछ माथि जानु पर्यो होइन सर ल हस् धन्यवाद यो हो पानी घट्टा पानीको बेग कति तीव्र छ यहाँनिर यो पानीको यो घट्टाको पातामा यो पानीको बेग पर्यो भने माथि घट्टा चल्छ यो पुरानो समयको हाम्रो यात्रा निरन्तर जारी छ हामी अगाडि बढिराखेका छौँ हाम्रो अरू टिम चाहिँ पछाडि आउँदै हुनुहुन्छ घान्द्रुकको यात्रा पनि गरियो पसिना निक्लेछ अहिले त आधा घन्टाको वक यो उकालो बाटोमा गर्दै गर्दा जोगीको पनि पसिना निस्किन्छ नै थ्याङ्क यू जिजस ल यहाँबाट चाहिँ प्रत्यक्ष रूपमा ल के छ स्थिति हजुरको 1 मिनटको छोटो मन्तव्य हजुर राख्नु पर्यो उता उता पारी आराम गर्ने हिमाल हेर्दै आराम गर्ने यो पछाडि अन्नपूर्ण हिमाल हेर्दै हेर्दै आराम गर्नु पर्यो ल माछापुच्छ्रे अनि यताको चाहिँ कुन चाहिँ अरे धौलागिरी के हुन् अब यो खिचेर लैजाउँ होइन फोटो खिच्यो ल के अरे फोटो खिचिहालौँ यो तुवालो फाटेपछि फेरि देखिन्छ होला क्या
पोखराबाट कम्ताराम देखिन्छ यो। आहा घान्द्रुके गाउँ भन्ने यही रहेछ नि त, पुरानो गीतमा सुनेर गरिन्थ्यो नि त। ल यो चाहिँ माछापुच्छ्रे हिमाल। यहाँको बाटो चाहिँ गजब रहेछ क्या, होइन? ट्याक्क टाइल लगाए जस्तो यो स्थानीय ढुङ्गाले बनेको बाटो चाहिँ सुन्दर रहेछ। हजुर के माछा फ्राई आयो त सेन्ट त। पुरानो गुरुङ म्युजियम सङ्ग्रहालय, यहाँ चाहिँ सङ्ग्रहालय। कल्चरल गुरुङ ड्रेस चाहिँ यहाँ पाइन्छ होला है। हजुर दाइ बैङ्क यहाँ पनि ज्योति विकास ब्याङ्कले चाहिँ प्रगति गरिरहेछ त। जाउँ त जाउँ 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 अगाडि जाउँ, कतै नआत्तिकिन जाउँ। तल बस पार्कमा चाहिँ गाडीहरू देखेको थियो, कहाँ कुन बाटो चाहिँ आएछ गाडीहरू? हिँड्दै जाँदा हिँड्ने त हो। पसिना आयो त अहिले त है। ल नजिकबाट यो हिमालय निहाल्दैछ अब चाहिँ, एकदमै नजिकबाट। यही पाखो त हो नि दाइ। हामीले त पोखराबाट हेर्दा चाहिँ टाढा देखिन्थ्यो भन्नाले कहाँ कहाँ हो जस्तो लाग्छ नि त हामीलाई। ल यहाँबाट चाहिँ मजाको भ्यू देखिँदैछ। हो माछापुच्छ्रे बादलले तुवालो ढापेछ अनि सनराइज हुँदैछ क्या यहाँ मजाको। सूर्य उदाउँदैछ। यो डाँडामा चाहिँ लागिसक्यो घाम, होइन? ल यो हाम्रो चाहिँ दङ्गाली टोली दाइ आउनुहोस् त। हजुर
हजुर खै हो मैले त्यही भने बाटो पनि त्यसरी बाटो पनि घुम्न आयो यहाँबाट पनि जान्छ होला त्यो यहाँबाट जानु मिल्दैन होला यो हो के हो ए ढुङ्गाहरू के छ यता घरेली हजुर के छ घरेली हेर्दै हुनुहुन्छ के छ घरेली नै यहाँ भिनाले ठेकाला हुन्छ ए यही ढुङ्गा हो मलाई अनुभव पनि छ क्या पहिला अलिअलि अनुभव छ यो ढुङ्गा खाने जाए देख्यो त्यही नै राम्रो लाग्छ घर छैन बाबु उतातिर यतातिर फर्काउ त उताबाट भाषा सिकेर सञ्जय गुरुङ छ तर यसलाई त अब भान्जा फेरि फरक पऱ्यो भान्जा फरक पऱ्यो फेरि पहिले यताबाट घुमाउँदै जानु ल बना ल भयो बनाइसक्यो ए बनाइसक्यो के हो अघि भइसक्यो ल अब चाहिँ नि खुट्टादेखि यसको टाउको फुटा सबै आउने गरी फुटाउनु पर्छ है गर्नुहोस् है ल सधैँ ल भिडियो बनाऊ यो फेरि फर्किन्छ फर्किन्छ ल भइरह ल है अनि अब फेरि घोडाको चढाइ बनाइराख न बाबु ए बनिरह ल रात्दै यस अब जसले हाने उसले जाने ल मेरै पालो हो सवारी ल ल्याऊ सेतो हिमाल अनि घर पनि निकाल्नुलाई कति सुन्दर ठाउँ छ है यो हजुर त्यो डोको बोक्नु आयो कि धारेको लागि हाते यति अर्थ यहाँ आएको फेरि